साथीहरू हामी चाहिँ यतिखेर जङ्गलतिर हिँडिरहेका छौँ। हल्का के भइरहेछ भने हल्का रुवा लाएर यस्तै छ है। मेरो साथमा चाहिँ मेरो बहिनीहरू पनि छन्। भाइ भाइ गराएर बसेन यार, एउटा यार सबैजनाको एउटा मेमोरी हुनु पर्यो होइन। त्योहरू यस्तो रमाइलो भइरहेछ। अहिले चाहिँ हामी जङ्गलमा ल है साथीहरू, यतिखेर चाहिँ हामी चाहिँ जङ्गलको बिचमै छौँ। अनि फेरि यस्तै छ है, हामी चाहिँ अहिले ट्याक्कै 5 जनाको साथमा जङ्गल भ्रमणमा छौँ। हाम्रो साथमा चाहिँ आर्जु छ, कृषा छ, कीर्तन छ र रोहन पनि छ अनि म पनि छु है साथीहरू। तपाईँहरूले चाहिँ यस्तो राम्रो राम्रो कन्टेन्ट लिएर आइरहेको छु मैले। तपाईँ जङ्गलको कन्टेन्ट, घुम्ने कन्टेन्ट, तर पनि तपाईँहरूले लाइक चाहिँ गर्नुभएको छैन। त्यसैले एकचोटि भए पनि मलाई लाइक, सब्सक्राइब र सेयर गरिदिनु होला भन्दै म आजको भ्लगतर्फ जान गइरहेको छु। हामीलाई चाहिँ एकदम यो भ्लगमा चाहिँ एकदम रमाइलो भइरहेछ। एउटा पहरा आउने यार, मलाई त गाह्रो भयो यार, मर्नु भइसक्यो यार। ए केटाकेटी हो पहरा आउन यार, यिनीहरू त भट्टङ टङ 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 हिँड्छ नि यार यसरी यार। आफू भन हिँड्नै सक्दैन यार। बाटो जाने हो, अब बाटो बिर्सेर नि हुँदैन। अहिले चाहिँ यस्तै भइरहेछ है। जे होस् हाम्रो भ्रमण सफल भइरहेको छ भन्दै अहिले चाहिँ हामी मासतिर लागिरहेका छौँ साथीहरू। जसले पनि हेर्दै हुनुहुन्छ कृपया कहाँबाट हेर्दै हुनुहुन्छ भनेर कमेन्ट गरिदिनु हुन नबिर्सिनु होला। अहिले चाहिँ हामी जङ्गलको बाटोमा अलिकति मजा गर्दै मास्तिर घरहरू पनि छन् माथि डाँडामा, तर हामी चाहिँ तर डाँडाभन्दा पनि जङ्गलमा छौँ। जङ्गलमा घोडाको हड्डी दुख्न थाल्यो तर पनि हामी रुक्नेवाला छैनौँ भन्दै यसलाई चाहिँ म यतैतिर टुङ्ग्याउन चाहन्छु भन्दै ढुङ्गा गुडाइरहेछ माथितिर केटाहरूले। आर्जुको अब 2 केजी ज्यान्ची घट्छ जस्तो लाग्यो मलाई। आज होइन आज गाह्रो नै भइरहेछ। यस्तै छ है। जे होस् लास्टमा रमाइलो भन्दै लास्टमा एउटा धेरै नै पुगिसक्यौँ। एउटा हाम्रो कृषाले मलाई बोलाइरहेको छिन्, बसमा एकछिन, अनि गाडा एकछिन बस्नुपर्छ है। गाह्रो नै भइरहेछ। घोडा पनि दुख्नै रहेछ। उकालो ठाडो उकालो क्लाइम्ब गरिरहेछ हामीले चाहिँ। अब क्लाइम्ब गरेर लास्टमा गएर एक्सिडेन्ट हान्नुपर्छ अब बिस्तारै साथीहरू साथ। यहाँहरू चाहिँ भिरभिर हिँडिरहेछन्। अहिले चाहिँ रमाइलो भइरहेछ साथीहरू। एकछिन चाहिँ अब एउटामा रेस्ट गर्ने हो केटाकेटी हो, रेस्ट गर्नु। अर्को शीतल नगर गरौँ, हल्का शीतल खोज्नु पर्ने हुन्छ साथीहरू। हल्का ब्लर आउँछ क्यामेरा, घाम पर्छ कि यहाँ हानेको र ऊ त्यहाँ हाम्रो कीर्तन चाहिँ नाइ भन्दैछ सानो भाइ। एउटा मेरो कीर्तनमा यहाँ आउँदा भाइ तिमी पनि भ्लगमा चाहियो यहाँ भ्लगमा नाइ भन्छ त्यो फटानी। साथीहरू चढाएछ नि यार, गाह्रो भइसक्यो। सुको जल खाले त ड्याङै गर्छ क्या। 2 मिनट बस्ने जाने। लाइन भन्नुपर्छ सबैजना। आज लास्टमा जाऊ लाइन भन्छ। ल है साथीहरू, अहिले चाहिँ हामी यतातिर छौँ है। यस्तै रमाइलो भइरहेछ। केटाकेटीहरू आर्जु, हाम्रो सानो कीर्तु हेलो गरिदियो। कीर्ति हेलो गरिदियो। के खा तुलो खा भन्छ यार। ल माथि छ। अब साथीहरू म त 2 मिनट पछि भेट्छु है त। अहिलेलाई चाहिँ यति नै। अब एकछिन भेटौँ ल। अब अहिलेलाई चाहिँ यति नै है त। ल यस्तो छ है। अहिले हामी पुरा गाह्रो भएर मर्नु भइसक्यो साथीहरू। मर्नु नै भयो, मासुको झोल मर्नु भइसक्यो। अब यस्तै छ है। बसिरहेको छौँ साथीहरू। अब यसो अब 5 मिनट 2 मिनट बस्ने अनि बिस्तारै लाग्नुपर्छ।
अब अझै यत्रो हिँड्नु छ साथीहरू ठुलो टुर हो हाम्रो चाहिँ 1 महिनाको भन्दा नि एक दिन चाहिँ लाग्छ होला कि 6 बजेदेखि 10 बजे आएको अब एक दिन चाहिँ लाग्छ साथीहरू अब बिहानको 6 बजे हिँडे एक दिन लाग्यो भने पनि नो टेन्सन मेरो किर्ते भाइ पनि छ हेर्नु साथीहरू यो त डन हो नि उची फेरि यो एरियाको डन हो किर्ते गोली बोकेर हिँडेको छ अहिलेदेखि बच्चैदेखि गोली बोक्छ हाम्रो आर्जु हेलो गरिदियो कृष्ण हेलो गरिदियो रोहन हेलो गर अरुलाई चाहिँ हेलो गरिदियो भने मलाई चाहिँ हेलो क्यामेरा अलि राम्रो भएर हेलो हेलो गर्छ रोहनले पहिरोसे कपाल त हेलो गर भन्ने अनि मलाई चाहिँ हेलो गर भन्ने ल हेलो गर न त गर र आइ साथीहरू अब यस्तै छ यहाँबाट मिसनलाई ल्याउनु पर्ने है किन मिसनले त त्यतिखेर मिसन दिदीको टाउको भित्र मिसनै छिरिछ यो मोती बेस मिसन हो मिसन यसलाई जहिले मिसन किसा औटा ढुङ्गाले जस्ता मेरो लागि कति कर्म गर्छ यो पागल तिमीहरू त कहिले कुरा पनि गर्दैनौ के पनि गर्दैनौ मिसन जहिले फोन गरेर आउँछ घर पनि आउँदैनौ तिमीहरू त मेरो घर आउँदैनौ कहिले नि मिसन त आइरहेको हुन्छ तपाईँको घरै त हाम्रो धेरै जस्तो छुट्टी नै हुँदैन अनि हाम्रो चाहिँ कम त हुन्छ र तिमीहरू नभए कृष्ण त आउन सक्छ नि आनन्द त आउँछ कृषाको घर टाढा छ नि त अर्जु कृषाको घर पनि टाढा छ कृषाको तिम्रो जस्तो आनन्द होइन पसला बस्नुपर्छ भाइ हेर्नुपर्छ अनि कहाँ तिम्रो जस्तो हो र मोटी भ्यास मोटी के रे भाइ मोटी ल साथीहरू हामी त फेरि पनि कन्टिन्यू गर्न लाग्यौँ हामी त मासतिर सब उठेर निस्किसकेका छन् टनल आउनुलाई टनल आर्जु तिमी कति डराएको कि नडराउ न साथीहरू तपाईँले चाहिँ के अरे दिमाग खराब भन्ने फिल्म हेर्नु भएको छैन होला त्यो चाहिँ हेर्नु है साथीहरू यस्तो खतरा खालको फिल्म लास्टै नै खतरा मलाई पनि तिनीहरूसँग थाहा थिएन थियो हेरेको त बाबा खतरा हामी चाहिँ टनलतिर छौँ होइन साथीहरू तपाईँहरूलाई चाहिँ एकैछिन भेट्छु ल म ल है साथीहरू अहिले चाहिँ हामी बाटोमा आइपिन लायौँ अलिकति माथिपट्टि छ बाटो हल्का उगारो ठाउँमा आइसक्यौँ अहिले चाहिँ लास्ट नै गाह्रो भयो लास्ट नै अचम्मै गाह्रो हो अचम्मै धेरै नै लास्ट नै गाह्रो भयो साथीहरू अचम्मै लास्ट नै गाह्रो भइरहेछ रोडमा चाहिँ आलुपछि सब अफरोड बाटो हो बाबु कान्छाहरू तर लास्ट रमाइलो बाटो साथीहरू होइन टाइम लाग्छ फेरि आउनुलाई नागी जाने हो क्या त टावर छ टावर चढ्न मिल्छ त
8 डाँडा पर्यो अस्ति नै हामीले भर्खर त्यो 5 डाँडा कटेको कहाँ 2 डाँडा थियो बल्ल गयो कृषानी गएको थियो त अन्त फेन्ट भएको लाटो गरेरमा पानी माग्नु होइन हो र हो त नाटक गर्नु कहाँ आएको पानी माग्नु चाहिँ त्यही एउटा घर नरिवल चोरेको त हामीले है गरेको छ त त्यो बेला जुस भएर थियो त 10 उसले यसले चोरेको त होइन कसले चोरेर कृषाले नरिवल कसले चोरे अरे नरिवल चोरेको थियो कि साथीहरू हामीले अस्ति नै घुम्न जाँदाखेरि चाहिँ तपाईँ चाहिँ पानी लिने भन्दै पानी लोड हो भित्र लिएर आउँदाखेरि मैले चोरेको गर्मी भयो नि उता पाहाडतिर बारी हाम्रो बारी कताबाट जाने हो पिङ कता हो भने त पाहाडतिर होला यहाँतिर चाहिँ एउटा पार्क छैन पार्क बनाउनु पर्ने हो साथीहरू धारा हो बल्ल रोडमा छ आइयो अब यहाँबाट पनि ल लगभग आधी घन्टा जति चाहिँ हिँड्नु पर्ला अनि पुगिन्छ होला तपाईँहरू एकैछिन भेट्छु ल साथीहरू हल्का गाह्रो ल साथीहरू अब चाहिँ हामी त घुम्दै जाने हो होइन साथीहरू उता डाँडै हामी हिँडिसक्यौँ साथीहरू मेरो युट्युब च्यानलको नाम चाहिँ @रोशन फोसी छ र साथीहरू @रोशन फोसी छ त्यो टक्कर टिका लाएर बसेको स्कुल ड्रेसमा चाहिँ मेरो फोटो छ टक्क जानु होला लाइक गर्नु होला सेयर गर्नु होला सब्सक्राइब गर्नु होला ल साथीहरू मैले चाहिँ आजको साथीहरूलाई पनि सम्झेको छु साथीहरू होइन तपाईँ पनि एकदम नमस्कार छ नमस्ते अनि तपाईँहरू चाहिँ मेरो चाहिँ भिडियोलाई लाइक गरिदिनुहुन्छ भन्ने आशा गर्दछु अनि आर्जु पनि छ हेर्नु साथीहरू तपाईँको साथी आर्जु पनि रहेछ मसँगै होइन यस्तै छ होइन अब रोहन भाइ चाहिँ यस्तै छ चस्मा लगाएको छ हाम्रो रोहन भाइले यो पनि मेरो भाइ हो मेरो अर्को भाइ पनि छ मेरो सानो किर्तु मेरो मायालु चुप्पा खानु पर्यो मेरो किर्तुलाई हाम्रो चाहिँ किर्सा पनि छ हाम्रो आर्जु रिसोर्ट अब हल्का होइन उ त्यो तल डाँडाबाट आएको है हामी मान्छे देखिरहेको छ अझै त्यहाँनिर छ मान्छेहरू फागुनको महिना लाई साथीहरू लास्ट नै गाह्रो यस्तै छ जिन्दगी एकदमै रमाइलो साथीहरू लगभग रमाइलो हुँदो रहेछ भन्ने चाहिँ मलाई लाग्यो यो हिँड्दाखेरि चाहिँ साथीभाइसँग हिँड्दाखेरि चाहिँ एकदमै रमाइलो हुन्छ भन्ने कुरो मलाई लागिरहेछ यस्तै छ है अब के अरू त अब के भन्नु छ र त्योहरू होइन अब यस्तै छ बिदाको दिन भोलि शिवरात्रि बाटो छेकेर झ्याप्प पैसा मागेर पार्टी हान्नुपर्छ भनेर भन्न मिल्थ्यो तर पैसै दिँदैन